आई रियली डोन्ट नो यो डिसको नाम चाहिँ के हो, तर मैले चाहिँ युट्युबमा हेरेर यो डिस बनाएको हो, जसको लागि चाहिँ मैले 2वटा बोइल्ड पोट्याटो अनि यो चप्ड अनि सानो सानो टुक्रामा काटेको प्याज लिएँ, अनि खुर्सानी, हरियो खुर्सानी मजाले काटेको, अनि त्यसको लागि हामीले ब्रेड पनि चाहिन्छ र थोरै सेवाई पनि। अब मैले के गर्छु त, त्यो अघि उसिनेको आलुलाई अनि प्याज र काटेको खुर्सानीलाई चाहिँ मजाले मिक्स गर्छु, अनि त्यसमा स्वाद अनुसार नुन, अनि धनियाँको धुलो, जिराको धुलो, अनि खुर्सानीको धुलो, रातो खुर्सानीको धुलो, अनि चाहिँ हल्दी हाल्छु हो। अनि त्यसलाई मजाले मिक्स गर्छु, अनि यो मिक्स चाहिँ यतिको भइसकेपछि चाहिँ यसमा मैले चाहिँ 4वटा चाहिँ ठुलो ठुलो ब्रेडहरू राखेँ, अनि त्यो ब्रेडलाई पनि मैले मजाले चाहिँ यसमा मिक्स गरेँ है। यसलाई चाहिँ एउटा डो बनाउनु पर्छ, अनि बनाइसकेपछि चाहिँ मैले यसलाई चाहिँ के गरेँ त, राउन्ड राउन्ड सेपमा चाहिँ यस्तो चाहिँ बनाएँ है, गोलो बनाएँ। अनि गोलो बनाइसकेपछि यसलाई चाहिँ हल्का हातले थिचेँ, अनि त्यो राखेको जुन सबै हो नि त्यसमा चाहिँ मैले यसलाई चाहिँ मजाले मिलाएँ। अनि मिलाइसकेपछि चाहिँ यता मैले चाहिँ प्यानमा चाहिँ अलरेडी ओइल राखिदिएको थिएँ तातिनको लागि, अनि त्यसमा चाहिँ मैले चाहिँ यो रेडी पारेको चाहिँ मेरो आलु अनि ब्रेडको पकौडा होइन, यसलाई चाहिँ प्यानमा हालेँ, अनि मजाले चाहिँ यसलाई फ्राई गरेँ। सुरुमा चाहिँ यसलाई अलिक कम तापमा फ्राई गर्नुपर्छ ताकि चाहिँ यो भित्रसम्म मजाले पाकोस्, अनि यसलाई चाहिँ बिस्तारै उलट पुलट गर्दै चाहिँ बनाउनु पर्छ, अनि चाहिँ हाम्रो रेडी भयो। अनि यता मैले चाहिँ चटनी पनि बनाएँ, त्यो चटनीको रेसिपी चाहिँ मैले हालेको छैन, तर साँच्चीकै भनौँ भने यो पकौडाभन्दा बेस्ट चाहिँ मलाई चटनी लाग्यो। अनि म यो डिसलाई चाहिँ 8/10 दिन्छु, तर चटनीले चाहिँ 10/10 दिन्छु है। थ्याङ्क्स फर वाचिङ।